म हनुमान होइन, यो छातीतिर देखाउने म यो हनुमान होइन, म यो होइन। म जातिको लागि समर्पित छु, यो क्षेत्रको लागि समर्पित छु। तर तिमीले चिनेर देखाउनु पर्छ भने म भगवान आज हनुमान भयो, चिनेर देखाइदिन्थे यो भित्र भएको कुराहरू देखाइदिन्थे। एकैछिनमा तल इमानले बाँच्छ, गद्दार गरेर बाँच्दैन भनेको छु मैले। मेरो अगाडि आयो भने तिमी थर काम्छौ, बस्नु सक्दैनौ। 10 मिनट मेरो अगाडि बस्न सक्दैनौ। मेरो अगाडि तिमीले मेरो अनुहारमा जुझाउन सक्दैनौ, तिमीले 10 मिनट पनि जुझाउन सक्दैनौ, किनभने तिमीलाई मैले क्रिएट गरेका हो, मैले जन्माएको हो, मैले क्रिएट गरेको मान्छेले आज मलाई अनुहार जुझाउन सक्दैन। गाली गर्न सक्छ, आज कोठामा बसेर गाली गर्न सक्छ, आज अँध्यारोमा बसेर गाली गर्न सक्छ, कुनै पनि खेलबाट गाली गर्न सक्छ, कुनै पनि मनबाट गाली गर्न सक्छ। तर आम्ने सामने बसेर तिमीले कदापि मेरो आँखा जुझाएर गाली गर्न सक्दैनौ तिमीले, किनभने मैले जातिलाई ढाँटेको छुइनँ। तिमीले जातिलाई गद्दार गरेका छौ, आज गोर्खाल्यान्डलाई गद्दार गरेका छौ, आज जातिलाई बेच्ने काम गरेका छौ, अस्मितालाई बेच्ने काम गर्छौ। कोक्रोमा भएको सेना बालाखालाई लान तिमीले आज बेच्ने काम गरेका छौ। राम्रो लक्षण छ, राम्रो लक्षण छ यो पालि, बुझ्यौ नि? त्यसले गर्दाखेरि